नमस्ते सबैजनालाई म चाहिँ उत्तम निरौला। आज मैले यदि तपाईँ अभिभावक हो भने तपाईँका निम्ति एकदमै उत्कृष्ट भिडियो बनाउँदैछु। समय छैन भने बरु प्रोफाइलमा सेयर गरिराख्नुहोस्, कतै वाट्सएपतिर भाइबरतिर लगेर कपी पेस्ट गरिराख्दा पनि हुन्छ। तर तपाईँको लागि आज यो भिडियो एकदमै दमदार बन्दैछ। मैले चाहिँ दुध ल्याएर दही बनाएर मोही पारेर घिउ निकालेर होइन, त्यो घिउलाई पनि तताएर अनि त्यहाँबाट छानेर एकदमै प्योर फर्ममा कसैलाई कसैको भागमा हालिदिए जस्तो चाहिँ मेरा अनुभवबाट मेरा ज्ञानबाट मैले चिन्तन गरेर मैले मनन गरेर मेरो आफ्नो विवेकले होइन कतिसम्म सही कतिसम्म गलत भनेर त्यसलाई छुट्याइसकेपछि एउटा टक्कसँग तपाईँलाई त्यो घिउ चढाए जस्तो चाहिँ मैले दृष्टिकोण पेज मार्फत चढाउने गर्छु। अब त्यो ग्रहण गर्न सक्ने सामर्थ्य भएका सदस्यहरूले व्यक्तिहरूले नेपालीहरू सबै दाजुभाइ दिदीबहिनी आमा बाबा लिन सक्नेले लिनुहुन्छ। फाइदा धेरैले लिनुभएको छ, किन भन्दा दृष्टिकोण पेजमा हामी यस्ता खालका व्यक्तिहरू मात्रै जोडिएका छौँ जो चाहिँ समाजमै हामी रेयर छौँ क्या। समाजमै हामी एकदमै थोरै प्रतिशतमा छौँ, किन भन्दा हामी त्यत्रो ठुलो भिड छैन दृष्टिकोणमा, कम छौँ हामी, मेम्बर पनि कम छौँ। तर जति छौँ नि त्यो क्वालिटी अरूतिर पाइँदैन क्या। किन भन्दा न त मैले दृष्टिकोण पेजमा तपाईँहरूलाई कसैको फोटो हालेर मलाई लाइक गर्नुहोस् भन्छु मैले, न कुनै शारीरिक रूपमा अस्वस्थ व्यक्तिहरूको फोटो हालेर ल पैसा दिनुहोस् भन्छु मैले। जुन अरू पेजहरूमा चल्छ नि गतिविधिहरू, त्यो चिज दृष्टिकोण पेजमा चल्दैन क्या। र जतिजनाले माया गरिदिनु भएको छ एकदमै हाम्रो चाहिँ हेड म्याच हुन्छ, हाम्रो विचार मिल्छ। त्यसैले म हरेक इन्डिभिजुअललाई जतिजना जोडिनु भएको छ सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्छु, सम्मान पनि गर्छु, माया पनि गर्छु। आज म हजुरहरूलाई के भन्दैछु भने नि, हामीले हाम्रा सन्ततिलाई क्या सिकाउनु पर्ने कुराहरूमा एउटा कुरा चाहिँ के भुल्नु हुँदैन भन्दा भोलिको दिनमा क्या हाम्रो छोराछोरी हाम्रो काख छोडेर हाम्रो घर छोडेर बाहिर निस्किँदै गर्दाखेरि कहिलेकाहीँ बाबा आमाको स्वभाव उनीहरूले कपी गरेर लिएर जान्छन् र अरूसँग परिचय गर्दै गर्दा अरूसँग चाहिँ बात गर्दै गर्दा अरूसँग चाहिँ गफ गर्दै गर्दा पहिला आफ्नो बारेमा सारा चिज सुनाइदिन्छन्। अनि सुनाइसकेपछि चाहिँ त्यो मान्छेले अब भनौँ न हाम्रा सन्ततिलाई शोषण गर्ने अथवा के गर्ने कसो गर्ने, योबाट मैले कसरी फाइदा उठाउने भनेर चाहिँ उसले प्लान गरेर हाम्रा सन्तति चाहिँ असुरक्षित हुन सक्छन् क्या। त्यसले गर्दाखेरि कहिल्यै पनि हामीले आफू पनि अथवा हाम्रा सन्तानलाई पनि कसैसँग पहिलो भेटमै सारा चिज खोल्न दिनु हुँदैन क्या। कसको छोरो कसको नाति होइन, कसको पनाति, बा के गर्छन् आमा के गर्छिन्, घरको बारेमा परिवारका बारेमा, घर कहाँ छ के गर्छ, यो सारा चिज अरू कसैलाई भनिराख्नु जरुरी छैन। आफ्नो पर्सनल इन्फर्मेसन छ नि, प्राइभेट जुन इन्फर्मेसन छ, परिचय दिनुहोस् न भन्दैमा परिचय भनेको नाम हो क्या। टक्क म उत्तम निरौला काफी छ। कहाँ बस्ने हो के गर्छसँग के सरोकार छ, दुनियाँलाई योसँग कुनै पनि मतलब हुँदैन क्या। त्यही चिज पढाइदिनुपर्छ सन्तानलाई। किन भन्दा नि हरेक मान्छेले हाम्रो जुन चाहिँ त्यो ब्याकग्राउन्डमा ब्याकमा चाहिँ जुन जोडिएर आउँछ नि, बाबा यस्तो आमा यस्तो, यो ठाउँमा घर त्यो ठाउँमा घर यति जग्गा जमिन, त्यो सब चिजले उसले उसको मन मस्तिष्कमा चाहिँ माइन्ड सेट गरिसकेको हुन्छ क्या। सुन्ने मान्छेले नि, जसलाई हामी भन्दै हुन्छौँ नि, उसको माइन्डमा चाहिँ वान आफ्टर एनदर विभिन्न इमेजहरू चाहिँ क्रिएट हुँदै जान्छ। परिचय दिनुपर्ने बाहनामा सारा पर्सनल इन्फर्मेसनहरू दिनु हुँदैन, किन भन्दा आवश्यकतै होइन क्या। जहाँ हामी सरकारी जागिरका लागि फर्म भर्छौँ होइन, फारम भर्छौँ, गर्नुपर्छ डेफिनेटली। तर अरूतिर जहाँ जोसँग भेट भयो उहीसँग भन्दै हिँड्नु जरुरी छैन। कहिल्यै पनि भन्नका लागि उत्साहित नबनाउनु होला। रिजर्भ नेचरको चाहिँ बनाउनै पर्छ है सन्तान।
त्यसो गर्यो भने दोस्रो पक्षले इमिडिएट मनोमस्तिष्कमा शोषण गर्ने मानसिकता बनाउन सक्दैन क्या। कसैले चाहिँ भनौँ न बसमा जाँदाखेरि हामी त यस्तो ठाउँको उस्तो ठाउँको यति जग्गा जमिन भएको यति सुनचाँदी भएको हाम्रा पुर्खा यस्ता भन्दै गफ दिँदै गइन् भने बेलुका घर फोरिदिन सक्छ क्या। जमाना त्यस्तो आएको छ अहिले। अनि फेरि देश कस्तो छ भन्दाखेरि कानुन त भगवानले जानुन्, यहाँ त कसैलाई थाहा छैन के हो भनेर। हामी आफूले पनि सुरक्षित हुनुपर्छ, हाम्रा सन्ततिलाई पनि सुरक्षित राख्नुपर्छ र सन्ततिलाई हामीले त्यो एउटा इन्ड अफ द लाइफ क्या जीवनको अन्तिम घडीसम्म पनि तयारी गर्नका निम्ति एकदमै सानैदेखि हामीले लगानी गर्नुपर्छ। त्यति गर्नुभयो भने केही हदसम्म अब हामी हाम्रो सुरक्षा गर्नका निम्ति होइन अब खुकुरीहरू लिएर पिस्तलहरू बोकेर हिँड्ने त कुरो आउँदैन। डिस्ट्रक्टिभ मेथड त हामीले एप्लाई गर्न मिल्दैन। त आफू नखुल्ने नि, आफू नखुलेपछि आफू रिजर्भ भइसकेपछि दोस्रो पक्षले उसको माइन्डमा कुनै पनि परिकल्पना गर्नै सक्दैन क्या। उसलाई के जरुरी छ त्यति मात्रै भन्ने हो क्या हामीले। यसरी तपाईँले हुर्काउनु भयो भने देख्दा चाहिँ सेल्फिस जस्तो देखिन्छ, तर धेरै हदसम्म हाम्रा छोराछोरी सुरक्षित हुन्छन्। जो पत्तर गरेर लफङ्गा जोसँग पनि होइन बोल्दै हिँड्ने एउटा चिप पर्सनालिटी हुन्छ नि, हुन त कति फ्र्याङ्क छ भन्छन्, होइन अहिलेको जमानामा त्यो फ्र्याङ्कले मतलब राख्दैन क्या। मतलब राख्ने त ऊ कतिको रिजर्भ नेचरको छ क्या, यो चिजले मतलब राख्ने हो। गम्भीर स्वभावको बनाउनुपर्छ सन्ततिलाई। एनिवे तपाईँलाई मेरो विचार कस्तो लाग्यो? मन पराउनै पर्छ भन्ने पनि छैन है। फेरि हजुरले मन पराउनै पर्छ, मैले भनेका जति कुराहरूमा प्रशंसा गर्नै पर्छ भन्ने पनि छैन। भाइ तपाईँको यो कुरा मन परेन, दाइ तपाईँको यो कुरा मन परेन, खुलेर भनिदिँदा हुन्छ क्या। मलाई तपाईँले आलोचना गरिदिनु भयो भने अझै म सुध्रिन एउटा अवसर पाउँछु। भनिदिनुहोस्, मैले जुन गाइडलाइन दिँदैछु त्यो गाइडलाइन हजुरलाई कस्तो लाग्छ खुलेर भनिदिए हुन्छ क्या है। थ्याङ्क यू सो मच फर वाचिङ, लट्स अफ लभ। मैले मेरो युट्युब च्यानलको चाहिँ लिङ्क फर्स्ट कमेन्टमा राख्छु, हजुरले त्यहाँ क्लिक गरेर फलो चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला है त। अनि डिस्काउन्ट पेजलाई पनि फलो गरिदिनु होला।